फाइनल्ली आज चाहिँ हामी नयाँ मन्दिर फुजिनोमोरी जिन्जा श्राइन जाँदैछौँ है। एकदमै रक्स पारामा हामी दुईजना हिँड्यौँ त्यहाँको गन्तव्य। यो चाहिँ मेरो रुमबाट निस्किने बाटो हो है गाइजहरू। यहाँ साइकल पार्किङ छ, एकदमै रमाइलो छ ठाउँ, एकदमै शान्त ठाउँमा आएर बसेको छैको डिस्टर्बेन्स नहुने ठाउँमा यो अपार्टमेन्ट म बस्ने है। बिहानीको सूर्योदयसँगै हामी यो जाडोमा यो है जानकारी दिनेछौँ। त्यही भएर हामीसँग जोडिलियो ब्रदर्सलाई चाहिँ एकदमै माया सपोर्ट गरिदिनु होला हो। तर जापानको चाहिँ एकदमै बाटोहरू एकदमै सफा सुग्घर है, सबैतिर कसैले फोहोर नफ्याँक्ने एकदमै यो एउटा चाहिँ एकदमै राम्रो बानी हो यिनीहरूको। त्यही भएर नेपालमा चाहिँ हामी जताततै गर्छौँ कुराहरू पनि सबै चाहिँ छुट्याएर हिँड्ने भएर चाहिँ एकदमै राम्रो छ। चाहिँ हामीले सिक्नुपर्ने कुरा हो है। यो संस्कार चाहिँ हामीमा नि बसाल्न सक्यौँ भने चाहिँ देश चाहिँ चाँडै विकास हुन्छ जस्तो लाग्छ है एकदमै। हामी चाहिँ जाँदैछौँ यात्रा हाम्रो। फाइनल्ली हामी चाहिँ मन्दिर आयौँ है। फाइनल्ली गए ल वर्षभन्दा अगाडि चाहिँ है है। अब यदि तपाईँहरूलाई चाहिँ करियरमा सफलता कुनै एक्जाम पास हुनु यहाँ चाहिँ खतरा आगो भइरहेको रहेछ है। मुडाहरू होला आगो ताप्नु होला, अनुभव लिनु होला है। फुजिनोमोरी जिल्ला चाहिँ करिब 88 वर्षभन्दा पुरानो चाहिँ मानिन्छ। यो श्राइन चाहिँ सम्राट जिन्मोको चाहिँ सकिलामा चाहिँ बनेको जनविश्वास छ होइन। अनि युद्ध र विजयसँग सम्बन्धित छ यो। अनि कुनै पनि सैन्य तालिम र युद्ध अघि चाहिँ यो मन्दिरमा चाहिँ पूजा गरिन्थ्यो। अनि घोडा र घोडसवार कला चाहिँ सँग चाहिँ यो मन्दिर चाहिँ एकदमै गहिरो सम्बन्ध छ है। अनि जापानमा चाहिँ केही पनि कुराहरू चाहिँ अब एक्जाममा पास हो स्टेसन नजिकै एकदमै मन्दिरको लागि चाहिँ एकदमै लामो लाइन छ। त्यही भएर हामी चाहिँ बाहिरैबाट दर्शन गरेर करियर चाहिँ सफलता होस् भनेर चाहिँ प्रे गर्दैछौँ। अहिले चाहिँ हाम्रो साथी सुमन चाहिँ जापानिज परम्परागत मूल्य मान्यतालाई अनुसरण गर्दै अब पुरा गरेर आउँदै हुनुहुन्छ। दुई छोडौँ एकदमै अहिलेसम्म चाहिँ लभ पनि नपरेको, बिहे पनि नभएको, अनि गर्लफ्रेन्ड पनि नभएको कुमार केटो भएर चाहिँ एउटी केटी चाहिँ मिलोस् बिहे गर्नका लागि भनेर चाहिँ भाइ आएको छ है। त्यही नै हो खास कारण चाहिँ उसको यहाँ मन्दिर आउनुको। एउटै लाइफमा चाहिँ करियरमा सफलता मिलोस्। त्यत्रो लाइन रहेछ, साढे 2टा बच्चा बच्ची हेरेर चाहिँ मलाई अङ्कल पनि छ मन्दिर पूजा गर्न। हामी यस मन्दिर भित्र चाहिँ अब आज छिरिएला जस्तो छैन है। हाम्रो विस लेखेर चाहिँ बाँध्ने जस्तो छ यो पेपरमा चाहिँ है। त्यही भएर यो चाहिँ सिङ्गल भएर उसलाई केटीहरूको मात्र याद आउँछ जतिखेर पनि है। जापानिजहरू चाहिँ टुठाउ हुन्छ नि, यिनीहरूले चाहिँ एकदमै जोगाएर राखेका छन्। यिनीहरू पुरानो कुरा यिनीहरूले चाहिँ जगेर्ना गरेका छन् है। यो चाहिँ हाँक्न चाहिँ एकदमै जरुरत छ हुन्छ नि त।
उइस त्यो केटी मात्र हो, केटी मात्र पाउनु हो बिहेमा। त्यस्तै हो भाइ। के लेख्छौ तिमी राइटर चाहिँ? Oh my God. सायद उसको मूर्ति चाहिँ यही नै होला है। सायद ऊ त सम्राट भनेको छ नि त यसको, सम्राट जिन्मु चाहिँ उहाँ नै हुनुहुन्छ जस्तो लाग्यो है। नत्र त्यही भिडियो भाइरल गराउनको लागि हुने रहेछ होला, अरू त के हुने नि। ल अब पालो आउँदैछ हाम्रो नि। हाम्रो साथीको पालो आइसकेको छ। के मागिदिनुहुन्छ मलाई पनि थाहा भएन, थाहा चाहिँ। भिडियोलाई चाहिँ एकदमै माया सपोर्ट चाहिँ दिनु होला है। मेरो युट्युब च्यानललाई चाहिँ फेरि पनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है। मन पऱ्यो भने लाइक, सब्सक्राइब, सेयर कमेन्ट गरेर माया गरिदिनु होला सबैजनाले। भाइरल गराइदिनु होला ल। होइन, त्यसको लागि हामी के भन्नु सरी गर्न चाहन्छौँ। रुम पुग्ने लाग्ने अवस्था भइसक्यो। आजको यात्रा चाहिँ यहीँबाट हाम्रो चाहिँ समाप्त हुन्छ।